प्रेसिडेन्ट सँगसँगै हाम्रो एउटा पत्रकार मित्र पनि हुनुहुन्छ, उहाँसँग छोटो कुराकानी गर्न छ। सर, तपाईँलाई स्वागत छ। धन्यवाद। हजुरको शुभ नाम के पर्यो? मेरो जेसीआई सिनेटर खेमराज अधिकारी। कहाँबाट? म धापासी काठमाडौँ। धापासी काठमाडौँ। अहिले जनकपुर मधेसको राजधानी जनकपुरको तिरहुतिया गाछीमा यो जेसीआईको 3 दिने जुन महाधिवेशन त आज सम्पन्न हुन लागिरहेछ, कुन हिसाबले सम्पन्न हुन गइरहेछ र यो नयाँ पटनीतिमाथि के भन्न चाहनुहुन्छ? यो हाम्रो जेसीआईको महाधिवेशन भनेको पूर्ण लोकतान्त्रिक प्रणालीमा आधारित छ। किनभने हामी एउटा चुनावी प्रणालीमा अगाडि बढेर अब सबैले आफ्नो किसिमको मतदान गरेर त्यो हिसाबले अगाडि बढ्ने किसिमले मतदान हुँदैछ। अब सम्पूर्ण कामहरू भइसक्यो। कखसको कामहरू पनि लगभग उपाध्यक्षहरूको सिद्धिसक्यो। कार्यकारिणी उपाध्यक्ष र अध्यक्षको बाँकी छ। त्यसपछि पूर्ण प्रतिस्पर्धामा यो हाम्रो चाहिँ यहाँको महाधिवेशन जाँदैछ। जहाँसम्म साँझसम्म इलेक्सन भएर एउटा लोकतान्त्रिक पद्धतिमा यो चाहिँ चुनाव भएर एउटा उम्मेदवार चुन्ने प्रक्रिया हुँदैछ। अहिले कतिजनाको राष्ट्रिय अध्यक्षमा कुन कुन जिल्लाबाट के अरे उम्मेदवारी परेको छ? राष्ट्रिय अध्यक्षमा तपाईँको एरिया सी हाम्रोमा के छ भने जेसीमा एरिया ए, एरिया बी र एरिया सी अनि एरिया डी क्याटेगोरी 4वटा क्याटेगोरीमा छुट्याइएको छ। हाम्रो डीबाट 1 जनाको परेको छ। त्यसै गरी 2 जना तपाईँको चाहिँ डीबाट परेको थियो, तर 2 जनाले विड्र गरिसक्नु भएको छ र अहिले 4 जनाको प्रतिस्पर्धामा अगाडि बढ्छ। जसरी जेसीआई तपाईँको युवाहरूलाई अगाडि बढाउन प्रयास गरिरहेछ, विभिन्न थरीका ट्रेनिङ पनि दिइराख्नु भएको छ र राष्ट्रमा परिवर्तन हुन सकिरहेको छैन। कतै न कतै युवा नै पीडामा हुन्छ। यो विषयमा के छ भने पीडामा भन्दा पनि तपाईँको के छ भने ट्रेनिङ भइरहेको छ, तर ट्रेनिङमा एउटा कस्तो छ भने हामीले एउटा कुरा चाहिँ सुधार्न सकिएको छैन। के कुरा सुधार्न सकिएको छैन भने हामीले ट्रेनिङ त दिन्छौँ, तर ट्रेनिङमा आइसकेको मान्छेलाई फेरि हामीले ट्रेनर बनाएर हामीले अगाडि बढाउन सक्यौँ भने त्यसलाई चाहिँ अगाडि बढाउन सकिन्छ। तर ट्रेनिङ लिएको मान्छे फेरि चाहिँ त्यो सुस्त भएर चाहिँ बसिदिन्छ। फेरि हामीले ट्रेनिङ दिन्छौँ, त्यो मान्छे फेरि आफ्नै व्यक्तित्व विकास मात्रै गर्छ, तर उसले चाहिँ आफ्नो यो जेसीआईमा चाहिँ युज नभएको हुनाले यसलाई गरिएको। र अहिले चाहिँ अब यो 25देखि चाहिँ यसलाई चाहिँ अगाडि बढाउने निरन्तरता दिने क्रममा छ। र मलाई लाग्छ अबको 1-2 वर्षमा यो ट्रेनिङले आफूले चाहेको कुराहरू पुरा गरेर नेपाल जेसीले ट्रेनरहरू पनि उत्पादन गरेर एउटा चाहिँ व्यक्तित्व विकासमा पनि यसले चाहिँ टेवा पुऱ्याउँछ भन्ने मलाई लागेको छ। तपाईँ आफै एउटा पत्रकार पनि हुनुहुन्छ होइन? देशको परिस्थितिले हेर्दाखेरि राष्ट्र कहाँसम्म पुगिरहेछ भने के आकलन गर्न सकिन्छ? अब राष्ट्र त यस्तो छ, अब यो एउटा कस्तो छ भने ट्रेन्ड अलिकति बिग्रिएको छ। के बिग्रिएको छ भने अब युवाहरूले कसैले गलत काम गरेको छ भने त्यो किन गलत गरेको रहेको छ भन्ने कुरा चाहिँ नबुझिकन त्यसको पछि लाग्छन् र पछि त्यो कुराको चाहिँ महसुस गर्छन्। तर वास्तवमा देशमा के भइरहेको छ, कुन पक्षमा हामी अगाडि बढ्नुपर्छ भन्ने कुरा बुझेर अगाडि बढ्यो भने त्यो कुरालाई चाहिँ हामीले निरन्तरता दिन सकिन्थ्यो। त्यो कुरालाई पनि एउटा चाहिँ प्राथमिकतामा राखेर त्यसलाई अगाडि बढाउनुपर्छ जस्तो लाग्छ। के लाग्छ तपाईँको यो जेनजीको आन्दोलनपछि यो राष्ट्रको परिवर्तन भएको छ कि छैन? राष्ट्रको परिवर्तन त भयो, तर कस्तो भने थाइटको हिसाबले भएन। सम्पूर्ण हुनुपर्ने कुराहरू भएको छैन। कस्तो भयो, आदि कुराहरू मात्रै भएको हुनाले त्यसलाई चाहिँ पूर्णता दिनको लागि अत्यन्त जरुरी छ। तर त्यो पूर्णता नहुँदै यो सरकार ढल्छ कि जस्तो लाग्छ। अनि जेसीआईले पनि त समर्थन गरेको थियो नि त्यो जेनजी आन्दोलनको नि? हो, जेसीआईले समर्थन गरेको छ। किन भन्नुहुन्छ भने हाम्रो यस जेसीआईमा 18 वर्षदेखि 40 वर्ष युवाहरू मात्र यसमा चाहिँ सदस्य बन्न पाउने भएको हुनाले र जेनजी टोटल्ली जेनजी नै भएको हाम्रो एउटा संस्था पनि भन्न सकिन्छ। र त्यो हिसाबले पनि हाम्रो यस जेसीआई नेपालमा भएका केही साथीहरू अझ आन्दोलनमा पनि गएर अहिले चाहिँ लिडिङ पनि गरिरहेको छन् सरकारसँग। त्यो पक्षमा पनि हामीले गर्नुपर्ने काम भइरहेको छ, तर पनि हुनुपर्ने कामहरूमा केही कुराहरू चाहिँ छुटेको हो कि भन्ने कुरामा चाहिँ हाम्रो चाहिँ विचार रहेको छ। त्यही सम्बन्धमा पनि मैले त्यो जुन साथीहरू जो आन्दोलनमा गएको थिए र सरकारसँग वार्तामा गएको थिए तिनीहरूलाई पनि मैले केही सुझावहरू दिएको छु। तिमीहरू यो तरिकाले अगाडि बढ्नुपर्छ। हावातालले कुनै एजेन्डा नबनाएर अगाडि बढ्यो भने त्यसले निरन्तरता पाउन सक्दैन। त्यसकारण तिमीहरूले दायित्व हुने किसिमले एजेन्डा लिएर अगाडि बढ्नुपर्छ भन्ने किसिमका कुराहरू मैले राखेर अगाडि बढाएको छु। अब आउने यो महाधिवेशनबाट नयाँ नेतृत्व चयनकर्ताले के भन्न चाहनुहुन्छ? उहाँलाई सर्वप्रथम धेरै धेरै शुभकामना र आउने यस 2026लाई उहाँले एउटा समृद्ध नेपालमा पनि एउटा चाहिँ जेसीआईले खेल्ने भूमिका
लाई चाहिँ निरन्तरता दिने किसिमले र जेसिआईको पनि ठुलो भूमिका रहने किसिमले उहाँले काम गरिदिनु भयो भने एउटा जेसिआईलाई पनि सरकारमा तथा नेपालमा चिनाउने एउटा चाहिँ बाटो हुन्छ भन्ने मलाई लागेको छ। धन्यवाद। थ्याङ्क यू।